जिन्दगीको आधा समय बिताएपछि मात्रै थाहा भयो यस्ता धेरै उपयोगी लाइफ ह्याक्स रहेछन्। 1. फ्रिजका रोलरमा हुने नम्बरले तापक्रम होइन, कम्प्रेसर कति समय चल्छ भन्ने देखाउँछ। गलत सेटिङले बिजुली बिल दोब्बर हुन सक्छ। फ्रिज धेरै जम्ने वा भित्र पानी जम्मा हुने कारण पनि यही हो। यसलाई वर्षभरि यस्तै सेटिङ गर्नुहोस्। वसन्त 4 वा 5, गर्मी 2 वा 3, शरद 3 वा 4, जाडो 5। यदि अझै पानी जम्छ भने फ्रिजको ड्रेन होल बन्द भएको हुन्छ। रिपेयरम्यान बोलाउनु पर्दैन। ठूलो सिरिन्ज लिई 70 डिग्री तातो पानी ड्रेन होलमा हाल्नुहोस्। 2 मिनेट पर्खेर ब्रश भएको तारले भित्र सफा गर्नुहोस्। सबै फोहोर बाहिर निस्कन्छ। 2. बेसिनमा बियर, बेकिङ सोडा र सेतो भिनेगर मिसाएर टिस्यु भिजाउनुहोस्। फफुन्द लागेको ठाउँमा रातभर राखिदिनुहोस्। भोलिपल्ट दाग पुरै हराउँछ। 3. रुपा कालो परेको छ? एल्युमिनियम फोइल भएको भाँडामा टुथपेस्ट, नुन, भिनेगर र तातो पानी हालेर गहना डुबाउनुहोस्। एकदम नयाँ जस्तै चम्किन्छ। 4. कैँची बोसिएको छ? नुन, बेकिङ सोडा र पुरानो भिनेगरमा 30 मिनेट भिजाउनुहोस्। फेरि तेज हुन्छ। 5. पानीको बोतल आधा काटेर क्याप तातो गरेर माथि धकेल्यो भने सजिलै सानो फन्नेस तयार हुन्छ। 6. टोयलेट बन्द भयो भने पानीले भरिएको प्लास्टिक ब्याग राखेर फ्लश गर्नुहोस्। तुरन्तै खुलिहाल्छ।